हाम्रो देशको माननीय प्रधानमन्त्रीज्यू गए साल 29 तारिक मे 2025 मा नै उहाँले आउने तय गर्नुभएको थियो अनि उहाँ आइसक्नु पनि भएको थियो बागडोग्रासम्म हामी सबैजनालाई आशीर्वाद दिनको निम्ति तर मौसमको कारणले गर्दा उहाँ आउन सक्नु भएन। बागडोग्राबाट नै उहाँले हाम्रो सिक्किमवासीलाई उहाँले सम्बोधन गर्नुभयो, आशीर्वाद दिनुभयो अनि त्यसपछि फेरि पनि म गएर होइन तपाईँ एकदम व्यक्तिगत रूपमा नै सिक्किममा तपाईँले आउनुपर्छ, तपाईँले हामीलाई आशीर्वाद दिनुपर्छ भनेर मैले दुईचोटि भनेपछि हिजोस्ति उहाँले एकदमै तय गर्नुभएको छ र अब उहाँको अहिलेको सेड्युल अनुसार कुनै प्रकारको त्यस्तो खालको चेन्ज भएन भनेदेखि अनि मौसमलाई अनुकूल भयो भनेदेखि चाहिँ उहाँ 27 तारिक आउनुहुन्छ, 3 बजे उहाँ आउनुहुन्छ अनि उहाँ सिक्किममै त्यही दिन बस्नुहुन्छ, रात्रि उहाँ रातमा बस्नुहुन्छ भनेदेखि उहाँ जस्तो उहाँ लिभिङ हेलिप्याडमा उहाँ आउनुहुन्छ त्यसपछि उहाँले एउटा रोड शो पनि गर्नुहुन्छ लिभिङ हेलिप्याडदेखि लिएर लोक भवनसम्म। त्यसको तयारी सिक्किम सरकारले गरिसकेको छ र आज म यस कार्यक्रम मार्फत पनि सम्पूर्ण सिक्किमवासीलाई एउटा सिक्किम भारतको 22औं राज्य अनि सबैभन्दा कम आबादी भएको या सबैभन्दा कम पपुलेसन भएको राज्यमा हाम्रो भारत महान देश, विशाल देश भारतको माननीय प्रधानमन्त्रीज्यू आउनु भनेको यो हाम्रो निम्ति गर्वको कुरा हो। त्यसले गर्दा तपाईहरु सबैजनालाई 27 तारिकको दिन दिउँसो 2 बजी तपाईहरु सबैजना आइदिने अनि उहाँलाई हामी सबै मिलेर स्वागत गरौँ भन्ने म भन्न चाहन्छु। अनि 28 तारिकको दिन उहाँले हामी सबैलाई पाल्जर स्टेडियममा सम्बोधन गर्नुहुन्छ अनि उहाँले हामीलाई आशीर्वाद दिनुहुन्छ अनि तपाईहरु सबैजना आइदिने हामी तपाईहरुलाई आजको यस कार्यक्रम मार्फत पनि म तपाईहरुलाई आह्वान गर्न चाहन्छु। तपाईहरुको उपस्थिति, तपाईहरुको जोश अनि विशेष गरेर म गान्तोक वासीहरुलाई त म यही भन्न चाहन्छु कि तपाईहरुकै जग्गामा, तपाईहरुकै निर्वाचन क्षेत्रमा हाम्रो देशको माननीय प्रधानमन्त्रीज्यू आउनुहुन्छ भने तपाईहरु त खुलेर निस्किनुपर्छ। घरको एकजना होइन परिवार नै निस्किनुपर्छ तपाईहरु। नभए हाम्रो सिस्टम छ नि आज तिमी जानु भोलि म जान्छु भन्ने त्यो होइन पूर्ण रूपले घर बन्द गरेर निस्केर उहाँको स्वागत गर्नुपर्छ भन्ने पनि कुरा राख्न चाहन्छु।